नमस्ते। नेपालको मानसिक स्वास्थ्य सङ्कटको बारेमा कुरा गर्दा यो केवल तथ्याङ्कको कुरा मात्रै होइन, यो त गहिरो असमानताको कथा हो। आउनुहोस् आज हामी यो सङ्कटलाई अलि नजिकबाट निहालौँ। स्क्रिनमा देखिएको यो नम्बर 19 हेर्दा त सामान्य लाग्ला, तर यो एउटा यस्तो नम्बर हो जसले हाम्रो देशको एउटा निकै नै दर्दनाक यथार्थ बताउँछ। हो, हरेक दिन औसतमा 19 जना नेपालीले आत्महत्याको बाटो रोज्छन्। यो सुन्दा पनि मन काम्छ होइन त? यसले हामीलाई सोच्न बाध्य बनाउँछ, आखिर किन यस्तो भइरहेको छ? तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने कसले मानसिक स्वास्थ्य सेवा पाउँछ र कसले पाउँदैन भन्ने कुरा कुनै संयोगले हुँदैन। यो त हाम्रो समाजमा जरो गाडेर बसेको असमानताको सीधा परिणाम हो। आजको हाम्रो चर्चामा हामी पहिले यो सङ्कट कति ठूलो छ भनेर बुझ्नेछौँ। त्यसपछि हामी शहर र गाउँ, धनी र गरिब अनि सामाजिक संरचनाले कसरी मानसिक स्वास्थ्यमा फरक पार्छ भनेर हेर्नेछौँ र अन्त्यमा अब अगाडि के गर्न सकिन्छ भन्ने बाटो खोज्ने प्रयास गर्नेछौँ। ल, अब सुरु गरौँ नेपालको यो मौन सङ्कटको गहिराई नाप्नबाट। आखिर यो समस्या कति व्यापक छ त? एउटा सर्वेक्षणले के देखाउँछ भने लगभग 10% वयस्क नेपालीले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको मानसिक समस्याको अनुभव गर्छन्। मतलब हामीले भेट्ने हरेक 10 जना मध्ये 1 जना यो समस्याबाट गुज्रिएका छन्। यो त घर-घरकै कुरा जस्तो भइसक्यो। अनि अझ चिन्ताको कुरा के छ भने डिप्रेसन हाम्रो देशमा अशक्तताको एउटा प्रमुख कारण बनिरहेको छ र हाम्रो यो दर दक्षिण एसियाका अन्य देशहरूको औसतभन्दा पनि बढी छ। तर यो समस्याको असर सबैलाई समान छैन। अब कुरा गरौँ कसरी एउटै देशमा दुई फरक नेपालको कथा चलिरहेको छ, एउटा सहरको, अर्को गाउँको। एकातिर काठमाडौँ जस्ता सहरहरू छन् जहाँ विशेषज्ञ डाक्टर, अस्पताल र क्लिनिकहरू सजिलै भेटिन्छन्, तर अर्कोतिर कर्णाली जस्ता दुर्गम क्षेत्रहरू छन् जहाँ स्वास्थ्य चौकीमा सामान्य औषधि पाउन त मुस्किल छ, मानसिक स्वास्थ्य सेवा पाउनु त लगभग असम्भव जस्तै हो। यो तथ्याङ्कले त झन छर्लङ्ग पार्छ। देशका 75% भन्दा बढी मनोचिकित्सकहरू शहरी क्षेत्रमा मात्रै केन्द्रित छन्। यसको मतलब देशको ठूलो ग्रामीण जनसङ्ख्या विशेषज्ञ सेवाको पहुँचबाट लगभग पुरै बाहिर छ र यसको असर सिधै मानिसहरूमा देखिन्छ। 2022 को सर्वेक्षण अनुसार कर्णाली जस्ता ग्रामीण प्रदेशमा मानसिक स्वास्थ्यका लक्षणहरू देखिने दर बागमती जस्तो शहरी प्रदेशको तुलनामा निकै बढी छ। जमा स्रोत छैन, त्यही समस्या बढी छ। अब लागौं असमानताको अर्को पाटोतर्फ, जसले लाखौं नेपालीलाई असर गरेको छ। त्यो हो गरिबी र मानसिक स्वास्थ्य बीचको सम्बन्ध। यो एउटा यस्तो दुष्चक्र हो जहाँबाट निस्किन धेरै गाह्रो छ। गरिबीले तनाव र चिन्ता बढाउँछ, जस्तै ऋणको चिन्ता, बेरोजगारीको तनाव। अनि जब मानसिक स्वास्थ्य बिग्रिन्छ, काम गर्ने क्षमता घट्छ, जसले गर्दा गरिबी झन बढ्छ। यो चक्र तोड्न निकै कठिन छ। अनि जब हामी सरकारको प्राथमिकता हेर्छौं, अवस्था झनै निराश लाग्दो छ। कुल स्वास्थ्य बजेटको 1% भन्दा पनि कम हिस्सा मात्र मानसिक स्वास्थ्यमा खर्च हुन्छ। यति थोरै लगानीले गुणस्तरीय सेवा केही सीमित मानिसको पहुँचमा मात्रै रहनु स्वाभाविक हो। अब कुरा गरौँ ती अदृश्य पर्खालहरूको जुन भौगोलिक र आर्थिक भन्दा कम छैनन्। हाम्रो समाज, संस्कृति र जातीय संरचनाले कसरी बाधा पुर्याइरहेका छन्? यो एउटा तीतो सत्य हो कि दलित समुदाय जस्ता ऐतिहासिक रूपमा पछाडि पारिएका समूहहरूमा डिप्रेसन र चिन्ता जस्ता समस्याहरू बढी देखिन्छन्, किनभने उनीहरूले हरेक दिन प्रणालीगत भेदभाव र सामाजिक बहिष्कारको सामना गर्नुपर्छ। हाम्रो समाजमा मानसिक रोगलाई अझै पनि एउटा स्वास्थ्य समस्याको रूपमा हेरिँदैन। यसलाई त व्यक्तिगत कमजोरी, अघिल्लो जन्मको पाप वा भूत प्रेत लाग्यो भनेर हेरिन्छ। यस्तो सोचले बिरामीलाई सहयोग होइन, उल्टै एक्लो बनाइदिन्छ। एकछिन सोचौं त, यस्तो समाजमा जहाँ मानसिक समस्यालाई एउटा श्रापको रूपमा हेरिन्छ, त्यहाँ कसैले कसरी हिम्मत गरेर मलाई सहयोग चाहियो भन्न सक्ला र? यो कलङ्क नै सबैभन्दा ठूलो बाधा हो। यति धेरै चुनौतीहरूको कुरा गर्दा निराश लाग्न सक्छ, तर आशाका किरणहरू पनि छन्। अब हेरौं यो अवस्थाबाट बाहिर निस्कन के कस्ता प्रयासहरू भइरहेका छन् र के गर्न सकिन्छ। राम्रो कुरा के हो भने सरकारले 2020 मा एउटा कार्ययोजना बनाएको छ।
यसको मुख्य उद्देश्य हो मानसिक स्वास्थ्य सेवालाई सामान्य स्वास्थ्य सेवामै जोड्ने, स्थानीय स्वास्थ्य चौकीसम्म सेवा पुर्याउने, त्यहाँका स्वास्थ्यकर्मीलाई तालिम दिने र आवश्यक औषधिहरू उपलब्ध गराउने। तर सरकारी योजना मात्रै पर्याप्त छैन। यसका लागि त धेरै तहमा काम गर्नुपर्छ। गाउँ-गाउँमा मोबाइल क्लिनिक चलाउने, सामाजिक सञ्जाल र स्थानीय स्तरमा कलङ्क विरुद्ध अभियान चलाउने अनि गरिबी र भेदभाव जस्ता जड कारणहरूलाई नै सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। अन्तिम लक्ष्य त एउटै हो, एउटा यस्तो नेपाल बनाउने जहाँ मानसिक स्वास्थ्य सेवा कुनै विलासिताको वस्तु होइन, बरु हरेक नागरिकको मौलिक अधिकार होस्। अब प्रश्न हाम्रो सामु छ, यदि हामी मानसिक स्वास्थ्य बिना पूर्ण स्वास्थ्य सम्भव छैन भन्ने कुरामा विश्वास गर्छौं भने यो सङ्कटलाई देखेर पनि नदेखेझैँ गर्दा हामीले कति ठूलो मूल्य चुकाउनु पर्ला? यो सोच्ने बेला आएको छ। धन्यवाद।